छोरीबेटी गर्न लाग्छ हेलो वेलकम टु माई युट्युब च्यानल भनेर त भन्दैन उनीहरू आएको छैन आज चाहिँ माता तीर्थ औँसीको होइन माता तीर्थ औँसीको धेरै धेरै शुभकामना भन्दै आज चाहिँ हाम्रो यता आमा मक्सियाले गर्न औँसीमा बाउको अनि माता तीर्थ औँसीको चाहिँ सबैलाई धेरै धेरै शुभकामना होइन मभन्दा अग्रज अग्रज व्यक्तित्वहरूलाई भनौँ न अब दिदी बहिनीहरू मेन स्पेसल्ली आमालाई त आमा भन्यो अनि त्यही माथि अरूलाई पनि सबैलाई माता तीर्थ औँसीको शुभकामना भन्दै आज चाहिँ के गर्नु मेरो त मम्मी टाढा हुनुहुन्छ है मम्मी टाढा हुनुहुन्छ माता तीर्थ औँसी आयो भनेर नि के खुसी हुनु सँगै बस्न पाए पो दुःख सुख साट्न पाए पो है रमाइलो हुन्थ्यो हो चाडपर्व पनि हो जस्तो हुन्थ्यो मलाई त यो दसैँ तिहार यो भनौँ न औँसी पुर्ने यो केही नआइदियो हुन्थ्यो भन्ने जस्तो हुन्छ कि मलाई त अब दुःख सुख साट्ने मम्मी नै भनौँ न अब संसारकै सबैभन्दा बुझ्ने मान्ने पुजिने मान्छे नै टाढा हुनुहुन्छ नि त मदेखि मम्मी अनि फोनबाट पनि कुरा गरे जस्तो हुन्न अनि फेरि मम्मीसँग कुरा गर्नु मम्मीको पनि टाइम हुन्न मेरो पनि टाइम हुन्न अब काममा आउनु परिहाल्यो आफ्नो काममा बिजी भइन्छ काम नगरी पनि खान पाइँदैन नि त अनि गाह्रो छ अनि मम्मी नि टाढा हुनुहुन्छ होइन जति पनि अब आजका दिन हुन त हाम्रो आमाको मुख हेर्ने भनिन्छ नि आमाको मुख हेर्ने पर्व हो भनिन्छ हुन त सधैँभरि नै हेरिराखिन्छ भनौँ न अब एउटै घरमा एउटै उसमा बस्यो कहिले रिसाउने कहिले हाँस्ने कहिले खुसी हुने कहिले दुःखी हुने त भइहाल्छ भन्दा पनि आज माता तीर्थ औँसीको दिन मदर्स डेको दिन जति पनि फेसबुकमा फोटोहरू रिल्सहरू आमाप्रतिको माया छोराछोरीले गरेका हुन्छन् देखाएका हुन्छन् अहिले फेसबुकमा मोबाइलतिर जति पनि देखिन्छ भोलिका दिनहरूमा पनि त्यस्तै होस् होइन आजभोलि चाहिँ माया देखाएर भोलि चाहिँ लालापाखा भनौँ न अब कता कता के अब वृद्धाश्रम यताउता अब कतै ऊ भएछ वृद्धाश्रम लगेर राख्ने देखाउने भन्ने त्यस्तो दिन कहिले नआओस् त्यो भनेको एकदम नाजुक एकदम कालो दिन हो नि त त्यो दिन आउनु भनेको त्यस्तो कहिले नगरिदिनु होला आफ्नो आमा भनेको अब अझै पनि मेरो चाहिँ अलिकति परिस्थिति त्यही भएर नै मलाई चाहिँ बाउभन्दा आमा चाहिँ जिउँदो भगवान् हो भनिन्छ नि त हामीले भगवान्लाई पुज्नुभन्दा अगाडि हाम्रो आमा बाउलाई पुजियो भने हामीलाई भगवान् पुजेको जस्तै हो कि होइन अब त्योभन्दा पनि बढी हुन्छ नि त अनि त्यस्तै लाग्छ आफ्नो आमा बाउलाई कहिले पनि हेला नगर्नुहोस् होइन सधैँ जस्तो छ जे छ त्यसैमा रमाऊ त्यसैमा खुसी हौ सकेसम्म खोले नै किन खान नपरोस् होइन खोले नै किन खानु नपरोस् तर पनि सँगै भएको र अलिकति टाढा भएको त्यसमा केही फरक पर्दैन हामी पैसा 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 गर्छौँ नि यो पैसा भयो भने सब थोक हो भनिन्छ नि तर पैसा पनि सबै थोक होइन नि त होइन पैसा सबै थोक पनि हो पनि होइन पनि क्या अब कति चिजहरू पैसाले किन्न सकिँदैन हामी होइन अनि अब त्यही भएर पैसा पनि सबै थोक होइन पैसा पनि हो होइन अब पैसाले कति चिज पनि किन्न सकिँदैन तर पैसा बिना पनि केही छैन हामी पैसाकै लागि आफ्नो आमा बाउसँग टाढिन नपरोस् भन्छु क्या म चाहिँ अब मेरो पनि त्यही पैसाकै कारणले हामी अलिकति त्यही गरिबीकै कारणले पनि त अब मेरो मम्मी म टाढा छौँ नि त अब हामी फ्यामिलीहरू अब मम्मी एकातिर हुनुहुन्छ हामी एकातिर छौँ
अनि त्यही भएर है आजको दिन मलाई एकदम गाह्रो भएको छ। नभनेको ठाउँमा बोल्न पाइने, नभनेको ठाउँमा दुःख सुखको कुरा पनि गर्न नसकिने, त्यही पनि यति नजिकै र अब फोनबाट बोलेको त धेरै नै फरक पर्छ नि त। अनि फोनबाट कुरा गर्नु र यस्तै रियालिटीमा अगाडि फेस टु फेस कुरा गर्नु धेरै फरक पर्छ। अनि मलाई चाहिँ त्यस्तै लाग्छ। अनि आजको दिन पनि मम्मीसँगै भइएन नि त। अनि म नि यतिखेर काममै छु भन्नु पऱ्यो। अनि मलाई एकदम नराम्रो आजको दिन किन आउँछ, कसैको भएर पनि टाढा भइन्छ, परिस्थितिले टाढा गराउँछ। अनि कसैको चाहिँ नभएरै एकदम गाह्रो हुन्छ नि त। अनि सबैलाई आफ्नो ठाउँमा दुःख छ, समस्या छ, पीर छ, चिन्ता छ, वेदना छ है। तर के गर्नु, जस्तो समय छ त्यही समयअनुसार बाँच्न सिक्नुपर्ने रहेछ, जान्न सिक्नुपर्ने रहेछ नि त। त्यस्तै लाग्छ है मलाई चाहिँ। त्यही भएर सबैलाई माता तीर्थ औँसीको धेरै धेरै शुभकामना। आफ्नो आमा बाउलाई कसैले पनि हेला नगरौँ होइन। आफ्नो आमा बाउको आशीर्वाद नै सबै थोकको के एकदम ठुलो हो भनौँ न। सानो बेला चाहिँ त्यही आमा बाउले एक वचन भनेको पनि कति गाली गरेको होला, कति भनेको होला, कति देखि नसकेको होला भन्छौँ नि हामी। तर आफूलाई पछि परिसकेपछि, आफूले बुझ्ने भइसकेपछि चाहिँ ओहो त्यो त अर्थी बुद्धि रहेछ भन्ने ठानिन्छ क्या। त्यही भएर कसैले हेला नगरौँ आफ्नो आमा बाउलाई। अहिले जति माया गर्छौँ, जति गर्छौँ नि, भोलिको दिन त्योभन्दा डबल होस्, त्यो दिनभन्दा अलिक बढ्ता होस् के। अनि मलाई चाहिँ त्यस्तै लाग्छ। त्यही भएर कसैलाई आमा बाउलाई अपहेला नगरौँ होइन। जस्तै भए पनि होइन, भनौँ न अनपढ गवार जस्तो सुकै होस् न होइन, आफ्नो आमा बाउलाई चिनाउन, आफ्नो आमा बाउलाई भन्न, कसैलाई पनि त्यो थुकी नगरौँ के। जस्तो छ जे छ राम्रो छ, भएको चिजलाई राम्रो गरौँ न, राम्रो भएको चिजलाई राम्रो गर्न सिकौँ, भोलि त्यत्तिकै राम्रो भइहाल्छ नि। भोलिको अरूको देखा सिकी नगरौँ, ओहो अरूको आमा यस्तो छ, अरूको बाउ यस्तो छ, नै त्यो कदापि चल्दैन नि त। अनि आज कस्तो छ त्यसैलाई नै भोलिको दिन त्यसैलाई नै राम्रो बनाउँ त हाम्रो पनि त्यत्तिकै राम्रा हुन्छन् होइन, राम्रो हुन्छ। आफूले गर्न जान्यो भने जहाँ समस्या त्यहाँ समाधान त पक्कै पनि हुन्छ होइन। ढिलो चाँडो आफ्नो ठाउँमा छ, तर एक दिन न एक दिन त अवश्य नै हुन्छ भन्छु क्या म चाहिँ। अनि ठिकै छ। भोलिका दिन मेरो पनि मम्मी अब आउनुहुन्छ होइन, आउनु होला। त्यति बेला अब आमाको साथमा नबसेको पनि म त कति वर्ष भयो नि त। अब आमाको साथमा नबसेको दुःख सुख साट्ने, दुःख सुख फेर्ने, अब भनौँ न अनुभवहरू सेयर गर्ने, दुःख सुखका सेयर गर्ने। आमाले दिएको खोले पनि त हामीलाई त अमृत हो नि त। अनि मेरो त त्यो दिन अब आउला नि पक्कै पनि, आत्तिन्न त भन्दा पनि हो। यस्तो चाडबाडमा चाहिँ हो नहुँदाखेरि चाहिँ छैन है भन्ने हुँदो रहेछ कि। अनि त्यही भएर कस्तो चित्त दुख्ने रहेछ है। तर पनि केही छैन, समय आउँछ, परिस्थितिले नै यस्तै बनाएको हो नि त हामीलाई। अनि समय आउँछ पक्कै पनि भन्दै आजको लागि चाहिँ छुट्टेँ। सबैलाई माता तीर्थ औँसीको शुभकामना, ह्याप्पी मदर्स डे होइन। त्यही भएर तिमी भन्न चाहेँ म। ओके, बाई बाई।